हामी चाहिँ यहाँ फेरि कहाँ आइपुग्यो अरे अबे जल्दी बोल कल सुबह पनवेल निकल सिद्ध पोखरी आइपुग्यो है फेरि किनभने बोटिङ गर्ने हो भने कुर्दैछौँ 10 मिनट लाग्छ अरे अझै यहीँ छ नि यिनीहरू है चाउमिन खाएको चाउमिन त खाइयो नुनै थिएन यसले खाइदियो मेरो चाहिँ आधीभन्दा बढी नै सससँग खाएँ यसले त भोकमा मलाई भोक लाग्यो नि त्यो खानै सकेन है अनि त्यही हो यहाँनिर ठेला उठिसक्यो चलाउँदा त्यहाँ गएको फाइदा चाहिँ के भयो भन्दा पानी भर्यो फेरि पानी भर्दा नि हाँस गरेर हिलो भर्यो है यहाँ बोटहरू यति छ यो नि कति 2 जना 3-4 जनै अट्छ होला त्यसो पनि त्यही हो सेम सिङ्गलवाला चाहिँ छैन भन्दा यो माछाले अब मैले चार्जर ल्याइन यहाँनिर ब्याट्री सिधेला कि भन्ने भइरहेछ है चार्ज चाहिँ कहाँ हट्छ कस्तो नि भोक लाग्यो यार मलाई त यसले यति यार एक प्लेट अझ मेरो एक प्लेट आधै खायो होला मेरो आधी खाइदियो यसले है अनि अब चाहिँ यो माछाको मामा घर जाने यो मरी खाना त्यति चाहिँ यसले त सक्छ यार ए हेर्दा मात्रै 6 प्याक त छैन है सुग्रेटे प्याक छ त्यही हो अब एकछिन बसौँ अनि बोटिङ गर्दा हेरौँ है त यहाँ बोटिङ चलिरहेको हाम्रो है छेउमा लैरहेको है यसले ठोकिन्छ ब्याक ओइ भयो राइट जान्छ कि यो राइट जान्छ कि गाह्रो छ गाह्रो त के हेर्नु 11 बजी चाहिँ घर जानुपर्ने हामी बोटकै लागि कुर्या क्या अघिदेखि त्यतिको लागि ओइ बिस्तारै अलि यता घुमा न ए म्याक्स 7 हो क्या तेरो दाइ यहाँ छेउमै पुऱ्याइसक्यो यसले ठोक्यो भने चाहिँ मार्छ मलाई ज्याकेट अलिक ठुलो भयो जस्तो लागिरहेको अलि होइन एकदम धेरै ठुलो भयो जस्तो लागिरहेको ए खुट्टा लाग्यो भने बिसाएर बसिरहेको यही हो माछा चाहिँ धेरै छैन छँदै छैन त भन्दिनँ तर अलिअलि छ यही हो त्यहाँनिर छ अरू बोटहरू हामी एकछिन कुरेर बसिरहेको है त्यहाँ कति मिनट हो नि थाहा होइन त्यहाँ हिमाल यस्तो माउन्ट फुजी जस्तै देखिरहेको कि जापान चाहिँ अस्ति म बेमा गएको बेला नि थियो त्यहाँ थिएँ फोटो खिचेको थिएँ मैले फोन आइसक्यो कसको त्यहाँ हामी झन् दिमाग लगाएर आएछौँ क्या है त्यहाँ नजिक बस्यौँ भने बोलाइहाल्थ्यो त्यही भएर हामी टाढा आएको छौँ क्या त्यहाँबाट बोलाउँदाखेरि हामीलाई जानै 5 मिनट लाग्ने अरे बोलिरहेको भेरी धेरै ग्याप यता यो तल नभए म त हालिदिन्छु भाइ यस्तो सोझो म जस्तो सोझो कोही छैन होला यो हाम्रो यो ब्रह्मकुञ्ज स्कुल भरि साँच्ची ए ब्लक पो हो त्यो यहाँनिर ओइ खलासी नगर्ने ढल्क्यो कि यहाँ चल्दै ठोक्यो त भन्दै नि तर ग्याप अलिकति कमै छ है खलासी जस्तै छ हुन त ठिकै छ चलाउन नपाएर बसिरहेको कराएको त होइन अर्कै मान्छे कराएको त्यही म जस्तो मान्छे कसले कराउँछ हुन त यसले के कराएको थियो अघि बहिनीहरू भेट्दै थियो मकै छु फेरि त्यही हो अब यसलाई दिनै पऱ्यो बच्चालाई उता पुगेपछि है दिएपछि चाहिँ देखाउनलाई यिनीहरूले बोटिङ गरे झगडा परिसक्यो यो त जहाँ गयो नि झगडा पर्छ यार यसको र यसको मेरो त पर्दैन म सोझो छु त्यहाँनिर रेस चलिरहेको हाम्रो हुँदैन नगर्न भने माइकल जोर्डनको जुत्ता अरे कि यसको चाहिँ पोलो अपोलो क्र्यास हान्यो रिभर्स जाँदैछौँ हामी फेरि उता यो पागललाई चलाउनै आउँदैन कि यसले ओहो अघि जो चाहिँ यति गर्दा नि डराइरहेको थियो डरबोक
बाँदर नि त झुन्डिन मन लाग्छ नि त यसलाई अघि यस्तो अलिअलि के अरे गर्दा अलिकति यस्तो गर्नु। हो यति गर्दा के डराइरहेको थियो। पानीमा गएको हेर्ने आफै जाने हेलिकप्टर यसलाई गीत बजायो भने मोबाइल झिक्नु दोस्रो त लाग्यो हेर्ने टिकटक है हामीलाई नि त्यसरी बनाउन आयो त टिकटक आइडी दिएको थियो त होइन त्यो बहिनी हो र होइन त्यो होइन नि हामी चाहिँ बोटिङ गरेर आयौँ पानी तिर्खा लगाएर खाइरह ठ्याक्क हनुमान जस्तो देखिरहेको खाएको होइन पिएको। ए हो र अनि यहाँ साइकलहरू यही हो हाम्रो लक लगाएर आएको थियो यसको चाहिँ राख्नु परेन किनभने डरै छैन पैसै पैसा खा उसँग अनि त्यही हो अब यहाँ टोइलेट जाने कि भने यो टिस्यु चाहिँ अलि हेर्दा फोड्छ त त्यो सफा है। अघि त्यो चाउमिन नराम्रो चाउमिन बनाएको ठाउँबाट 3-4 वटा उठाएर आएको थिएँ। चाउमिन चाहिँ राम्रै थियो नुन चाहिँ थियो। जसले चाहिँ 1.5 प्लेट खाइदिए मेरो आधी प्लेट खाइदिए यसले यस्तो सेयर यस्तो यस्ता त छ साइन्समा राम्रो मार्क्स ल्याउनेहरू गोजीमा राख्नु छैन है ऊ ऊ ऊ त तल डस्टबिन छैन हुन त यहाँ फोहोरै फोहोर्छ त्यही पनि यसो नागरिक कर्तव्य खै सोसलमा पढाइ थिइस् त राम्रो नागरिकता लिन दिएन पहिला। राम्रो मार्क्स ल्याएको थिइस् त फायर डिपार्टमेन्ट यहाँनिर चाहिँ पुरानो गाडीहरू रहेछ है हामी त्यहाँ टोइलेट जाने भनेको थियो बन्द रहेछ त्यहाँनिर एउटा मर्सिडिजको गाडी पनि छ तर रियल हो कि पेको चाहिँ थाहा छैन यही हो गाह्रो भयो घाम छ यहाँ मान्छेहरू छन् थाकेर बसेको यहाँनिर हात नै रातो भइसक्यो ग्रिप त के रातो भने रातो त रातो हो तर यो अस्ति सर्भिस गर्दा कालै भएको थियो मेरो ग्रिप पन्चा नलाएपछि त्यही भएर पन्चा लाउनु पर्छ। के मेरो पन्चा त यहाँ छ गोजीमा त्यो भएर यत्रो देखियो त्यो उहाँ राखेर आइरहेको थियो पानी खान आइरहेको थियो गयो त्यो अब हामी सिधै हाम्रो स्कुलको अगाडिको पुलनिर भेट्छौँ है त। यत्रो भयो यो सेन्डिलियर अझ बाहिर 2-3 वटै छ भित्र कतिवटा होला कहाँ आइपुग्यो थाहा छैन तर भ्यू चाहिँ राम्रो छ गाडी आयो र म यहाँ कुर्दै बसिरहेको छु र हिमाल राम्रो देखिरहेको तिनीहरू त्यहाँ पुगिसक्यो म यहाँ खिच्न बसेको वेलकम टु चाङ्गो नारायण म्युनिसिपालिटी त्यहाँ चाहिँ प्रवेशको साथीहरू छ झन्डै टोक्न त आयो नि त्यही नि यो जस्तै रहेछ टुना बाँध्दैछ यो त्यो अङ्कलले क्या साइड लुक्स दिएर गयो हेलो कहाँ ऊ अघि देखाएको हिमाल भन्दा त अलि उच्चा त चिन्ने भिडियो बनाऊँ भनेर के बस्यो भाइ छ यहाँ पुलिस क्याम्प छ आर्मी क्याम्प पुलिस हो त्यो यहाँ हेर्दा राम्ररी आर्मी क्याम्प होइन पुलिस हो जे भाइ नै हो यहाँ हेर्दा रातै भइसक्यो बिचमा र अहिले कति बज्यो भन्दा कति 12-10 भएछ त्यो त कहाँ हरायो गयो त त्यो त उहाँ पुगिसक्यो नि अब हामी नि जानु पर्ला है त यो कहाँ आइपुग्यो थाहा छैन हिँडे छन् त्यो उहाँ पुगिसक्यो किन हो एक्लै हिँडे थाहा छैन त्यो अब कुन बेला त्यहाँ झाडीमा पुग्छ है एउटा पन्चा झिकेको किनभने मोबाइल अन गर्नु पऱ्यो यसले झन्डै रहेको थियो पन्जा है हामी चाहिँ कहाँ आइपुग्यो भन्दा इन्जिनियरिङ कलेजमा ठ्याक्क आइपुग्यो यसले गर्दा म अघि झन्डै लडेँ एउटा हातले चलाएर त्यो पन्चा तानेर झन्डै तान्दै अझ फेरि भाग्दो रहेछ कि खुरु यो त अगाडि नै थियो यो काहीँ नभएको टाइगर आइ बाइगर त चाहिँ बाइगर यो चाहिँ है मलाई लडाउने झन्डै यही हो हामी चाहिँ बिहान जहाँ थियौँ हामी 3 जना सँगै मिलेर भिडियो बनाएको त्यहाँ आइपुग्यौँ यहाँ मनहरा पुलमा यहाँ मान्छेलाई भोक लागेर मर्नु भइसक्यो है अझ यहाँ टोइलेट आइरह उतै स्कुल छ है अब त्यही हो अब यसको मामा घर जाने कुरा चल्दैछ हाम्रो यो मै खान यो मरि खाना मात्र होइन यत्तिकै पनि जान्दा यसले लान्छु भने अनि भात नै खाना हो त्यसो भए त अनि त्यसो भए अलिकसिनमा भेटौँ यसकै मामा घरतिर हामी स्कुलनिर आइपुग्यौँ यहाँनिर
यहाँ टोइलेट आएर गाह्रो भइसक्यो त्यही पनि अब केही गर्न मिल्दैन मेन त उतै नै हो टोइलेट आएको टोइलेट आयो यसको मामा घर जाने होइन उकालो छ भन्छ अब जानै पर्यो जे गरे नि यसलाई 10चोटि फोन आइसक्यो यसलाई हामी चाहिँ ठ्याक्कै स्कुलको अगाडि छौँ है यिनीहरू त रातै भएछ यार अनिल सर इफ यु आर वाचिङ हेरिराख्नु भएको छ भने कमेन्ट गर्नु होला त्यही हो अब यसको मामा घर जान्छौँ भाइ हामी चाहिँ इन्द्रनी आइपुग्यौँ साथी जाने बाटो नि यही हो त्यो अगाडि हिँडे चाहिँ यसो मामा घर कता हो नि त आएन हातामा हिँडिरहेको है म चाहिँ यसलाई चाहिँ थाहा यो त्यहाँ पुगेपछि भेटौँला अब चाहिँ गाह्रो भइसक्यो है यहाँ कता आइपुग्यो थाहा छैन यहाँ पानी ब्रेक लिएको थियौँ हामीले अब जानुपर्छ यहाँ पसिना निस्किसक्यो मेरो भित्रबाटै निस्किसक्यो तिनीहरू गइसक्यो मन गयो भाइ दिनभरको मामा घर आइपुग्यो भात खाँदै यहाँ चाहिँ यो मरि बिनम्राको मामा घरमा आजदेखि एल्बिन चाहिँ लजाको लजै छ यहाँ बिनम्राको मामा घरमा भ्लग बनाउन 3 प्लेट के अरे यो मरि छ बिरमराको मम्मी पनि ल्याउँदै हुनुहुन्छ बिरमराको दाइ चाहिँ उता हुनुहुन्छ आमा त्यता हुनुहुन्छ सब गाइजहरू हेर्नु यस्तो छ माइजूको छोरा हो बिरमराको भाइ हो भाइ मामाको छोरा खाने भए बिनम्रालाई कन्ट्याक्ट हामी चाहिँ अब निस्किनु लाग्यो यो चाहिँ घर जान्छ हामी नि आफ्नै घर जाने यहाँ आएको फाइदै भयो यसको मामा घर आएको यो मरि अम्बाहरू खाइयो धन्यवाद त्यही त आमानी वी लाइक भेरी मच है एकदम सबैजना राम्रो एकदम हामी नि राम्रै के अरे क्या अब मेरोमा चार्ज 10% बाँकी छ बिहानबाट भ्लग बनाउँदा के गर्दा त्यही भएर सिधै घरतिर भेटौँ है त चाहिँ हामी गोइङ होइन त्यो त्यहाँ तल पुगेर बसिसक्यो त्यही हो अब चाहिँ सिधै घर पुगेपछि बाटोमा कतै भेटौँ है त अब दालबहादुर जान्ला है यो त मसँगै जान्छु चोर यहाँ के भने यहाँ झोला ठुलो झोला नभएर यस्तै लानु परिरहेको छ बिजोग छ हालत अहिले गाह्रो छ गाह्रो त्यही हो धेरै खानेकुरा पाएपछि मेरो त यी ब्यागमै अटिरहेको है मेरो त कम ल्या भयो नि ब्यागमै अट्दैन थियो पहिल्यै सामान छ इयरबड फोनहरू छ नि त एक्सप्लेक्स त्यही हो यो जान्छ अब बाई बाई एक्लै जान्छ यो अब पुऱ्याइदिने हो घरसम्म यो चाहिँ एक्टिङ क्यामेरा अगाडि त्यही हो ल बाई बाई त्यही बस्नेतिर आउतिर आइपुग्नु लाग्यो मेरो घर चाहिँ यो कहाँ गयो यही हो है यहाँबाट दिएर यो चाहिँ यहाँ छ त्यो बिनम्र त्यसको बाटै गयो देख्नुभयो होला मान्छे किन ब्लगतिर नबनाएको भन्दा फोनको चार्जै सक्यो क्या 6% मात्र छ है घर नै पुग्नुपर्छ त्यही हो अब घर पुगेरै हेरौँला बाँदर जस्तो मुख बनाएर बसिरहेको थिएँ यो जिस्काउनलाई त्यही अब एकछिनमा भेटौँ न है त त्यहाँ आउँदैछ त्यो चाहिँ उकालोमा गाह्रो छ यार त्यही हो हुन्छ मान्छे नि धुलै पिठो भएछ यहाँ पुरै धुल्याएर मेन चाहिँ ससनसानै भएछ धुलै धुलो आइपुग्यो बल्ल तल्ल थियो म चाहिँ घर आइपुगेँ यहाँ साइकल छ यस्तो फोहोर भएको नि यही धुलो त झन् मेन फोहोर त्यसैले अब साइकल लिनुपर्छ अनि त्यही हो आजको भ्लग कस्तो लाग्यो भनिदिनु होला अनि कति बजी भ्लग बनाएको अलिअलि ठाउँमा लाज नि लाग्यो आजको मजा आयो तर सो म चाहिँ घर आइपुगिसकेँ अनि यहाँ अब नुहाउनु जान्छु हेलमेटले कपाल चाहिँ यस्तो भयो है अनि त्यही हो प्रोइ छ नि घर गइसक्यो तपाईँहरूलाई कस्तो लाग्यो भ्लग भनिदिनु कति पछि बनाएको है
अनि त्यही हो थाकियो कति 34 कि कति किलोमिटर भए रहेछ मैले रेकर्ड गरेको थिएँ अनि त्यही हो अब अर्को भ्लग बनाइएछ भने कतै गएर हेर्नु होला है त र यदि मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला र यति भन्दै म यो भ्लग टुङ्गाउन चाहन्छु है त बाई